मैले बारम्बार भनिसकेको छु तपाईहरु मलाई फलो गर्ने गर्नुहोस् फेरि खोजेको बेलामा मेरो भिडियोहरु नमिल्न पनि सक्छ। नमस्कार, म डान्सर पुरन सिंह। आज म तपाईहरुलाई नेपाली गीतमा केही स्टेपहरु सिकाउन गइरहेको छु। सिकेर मेरो म्युजिकमा पोस्ट पनि गर्नु हो। गीतको पोल रहेको छ किन पर सरेको हौ तनी यो चिसो महिनामा। ल अब ढिला नगरी हामी डान्स सिक्नतर्फ जाउँ। सुरुमा पोल रहेको छ चिसो चिसो हावाको सिरेटो छ नि। त्यसमा चाहिँ फर्स्टमा लेफ्ट साइडबाट तपाईहरुले यो चिसो चिसो यो चाहिँ फास्टमा गर्नुपर्छ। चारचोटि हाल्नु चिसो चिसो अनि चिसो चिसो है। यो गरिसकेपछि हावाको सिरेटो यो गर्ने ठ्याक 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 हान्ने, त्यसपछि ठ्याक 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 हान्ने, त्यसपछि खिस्सा हाँस्यो भन्ने आउँछ। अनि त्यसमा चाहिँ खिस्सामा हात यस्तो गरिदिने। पहिला सुरुमा यो लेफ्ट खुट्टा हुन्छ त्यसलाई सर्ट पछाडि सार्ने अनि हात सँगसँगै खुट्टा पनि यसरी सार्ने ल। अनि त्यसपछि हाँस्योलाई यहाँनिर राख्ने, त्यसपछि कम्मरलाई हल्का ड्याङ ड्याङ दिने ल। खिस्सा हाँस्यो यो आयो होइन। केटोको मन जित्यो आउँछ होइन। अनि त्यसपछि केटोको मन जित्यो यो हान्ने होइन। त्यसपछि के आउँछ नहेर ऐनामा, त्यसो भने नहेर ऐनामा यो हान्ने नभए यो हाने पनि हुन्छ, यो हाने पनि हुन्छ, जता हाने पनि नहेर ऐनामा। अनि त्यसपछि किन पर सरेको हौ तनी भनेर आउँछ यो चिसो महिनामा होइन। किन पर सरेको हौ तनी यो चिसो महिनामा। स्टेप चाहिँ कस्तो भनेपछि डक्का लगाएर यो हान्ने होइन। यो खुट्टालाई चाहिँ यस्तो 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 गर्ने। अनि त्यसैमा जति बेला यस्तो गर्ने त्यति बेला एकचोटि यस्तो हान्ने, अनि फेरि एकचोटि यस्तो हान्ने, अनि त्यसपछि फेरि यस्तो घुमाउने, अनि त्यसपछि फ्याट्टा हान्ने है। यसरी ड्याङ ड्याङ हान्यो अनि टक्क गरेर फेरि ड्याङ हान्यो। अनि त्यसपछि यो चिसो महिनामा So